So, hello friends, what's up? It's me Nicole, and today we are going to do some MLGs in NCPE. So, why wait? Let's get into the video. Our first MLG is the classic water bucket MLG, and my first time गरिहाल्छु नि सेकेन्ड टाइम भइहाल्छ नि फर्स्ट टाइम त्यतिकै म जति घन्टा लगाएको छु मलाई आउँदैन एमएलजी त हाम्रो नेक्स्ट एमएलजी हुनेवाला छ लाभा बकेट एमएलजी। यो एमएलजी अलिकति हार्ड छ, प्रिसाइसली गर्नुपर्छ। फर्स्ट ट्राई यस्तो फर्स्ट ट्राई गर्नु नि लाभा एमएलजी। हाम्रो अर्को एमएलजी हुनेवाला छ पाउडर स्नो बकेट एमएलजी। ल म यसलाई फर्स्ट ट्राई गरिदिन्छु हौ, फर्स्ट ट्राई। म यो एमएलजी त गरिदिइहाल्छु नि हौ। हेर्नु फर्स्ट ट्राई हेर्नु है, फर्स्ट टाइममै गरिदिन्छु। कति इजी थियो, तपाईँलाई त म फर्स्ट टाइम गर्न सक्दिनँ यो एमएलजी। यति इजी एमएलजीमा कति छिजिली गरिदिन्छु। बेड एमएलजी अर्को छ हाम्रो। फेरि यसलाई स्लिप गरेर गर्ने हो। मैले रिसर्च गरेर थाहा पाएँ यो एमएलजी 45 ब्लक माथिबाट मात्र हुनसक्छ। हामी तल गएर ठ्याक्कै सुत्ने हो यसमा। ल यसरी यो काउन्ट गर्छ, जे भए पनि बाँच्यो नि त, हाफ हार्टमा भए पनि। काउन्ट गरौँ। हाम्रो अर्को एमएलजी हुनेवाला छ विन्ड चार्ज एमएलजी। यो एमएलजी धेरै हार्ड हुनेवाला छ। म कसरी मर्छु तपाईँलाई देखाउँछु। म एउटा टाइम ल्याप्स इन्जोय गर्नु। अर्को हाम्रो एमएलजी हुनेवाला छ एन्ड्रेपल एमएलजी। म त फर्स्ट ट्राई मेरो स्किन वा के भन्छ त्यो भएर भन्छ। म थाहा पाएँ यसरी गर्ने रहेछु एन्ड्रेपल एमएलजी। हाम्रो अर्को एमएलजी हुनेवाला छ फाइन्स एमएलजी। यो त इजी हुनेवाला छ, मैले फर्स्ट ट्राई गर्न सक्छु।
यस्तै जी एमएलजी त कति जिली गरिदिन्छु म। अर्को एमएलजी हुन्छ हाम्रो ट्विस्टेड भाइन, त्यस्तै होला यसको नाम। यसरी कसरी गर्ने हो यसलाई? फेरि ट्राई गरौँ। यसलाई लगाउनको लागि खै लाग्दैन त। यसलाई यसको माथि यसो जम्प गर्ने हो कि? एकचोटि जम्प गरी हेरेर ट्राई गरौँ। अनि यो लगायो जम्प होल्ड, फेरि यसरी, फेरि भएन। रुक्नु, म फेरि ट्राई गर्छु। किन हुँदैन यो? टेस्ट गर्नु पर्यो। यस्तो यस्तो ए यस्तो रहेछ, यस्तो रहेछ। रुक्नु, अब म गरिदिन्छु फर्स्ट ट्राई। जम्प ट्विस्टेड भाइन एमएलजी इजी फर्स्ट ट्राई। फर्स्ट ट्राई चाहिँ होइन जे पनि। हाम्रो अर्को एमएलजी नेवाला छ स्लो फलिङ पोसनको एमएलजी। अनि यो यसरी म अब आफूलाई इन्भेन्टरी भरिको दिनु पर्यो स्लो फलिङको पोसन। हेर्नु, मेरो हार्डवेयर फुल छ, मेरो इन्भेन्टरी नै फुल छ। अब म एमएलजी गर्न खोज्छु। फर्स्ट ट्राई त भएन, सेकेन्ड ट्राई यो पनि भएन। अब हेर्नु, म एकचोटिमै गरिदिन्छु यो फर्स्ट ट्राई। हेर्नु अब यो हाम्रो अर्को एमएलजी हुनेवाला छ बोट एमएलजी। यो एमएलजी दुई प्रकारको छ। यसो सुरुमा यसरी, अनि यो सुरुमा म बोट लिनु पर्यो। अर्को तरिका हो यसरी यो लिभ गरेर बोटमा फेरि जाने। यो मबाट हुँदैन, मैले धेरैचोटि प्र्याक्टिस गरिसकेँ अनि म अर्को मरेछु। त्यही भएर हाम्रो अर्को एमएलजी हुनेवाला छ। यो मेसबाट म गर्न सक्दिनँ, वार्डनलाई मार्न खोजेको वार्डन मर्दैन। त्यही भएर मेरो अर्कै तरिका छ। हेर्नु, अब म वार्डन मार्न खोज्छु। वार्डनले म तल नपुगिदियो मारिदिन्छ। त्यही भएर फेरि यतापट्टि माथिबाट झरे, फेरि फेरि झरे, फेरि त्यही भएर मैले एउटा सजिलो तरिका खोजेछु। यहाँबाट जम्प गर्ने अनि माथि जाने अनि फर्स्ट ट्राई फेरि सेकेन्ड ट्राई गर्छु। बाँचे तर माथिबाट झरेर बाँच्दैन नि त। हेर्नु यो फनी चिज, मैले स्ल्यास इफेक्ट @ यु विन चार्ज गरेको अनि गेमै क्र्यास भयो। फेरि ट्राई गर्छु यो। अब हेर्नु मेरो अरा, म यसलाई जम्प गरेर हान्छु, माथि पुग्छु, फेरि हान्छु अनि म बाँचे। यसलाई भन्छ मेस एमएलजी। हाम्रो अर्को एमएलजी हुनेवाला छ स्लाइम ब्लक। यो एमएलजीलाई अझ खतरनाक बनाउन मैले स्लाइम ब्लक प्लस वाटर बकेट एमएलजी लगाएको छु। सुमा स्लाइम ब्लक जाने अनि वाटर ब्लक प्लेस गरिदिने, वाटर बकेट इजी फर्स्ट ट्राई गरिदिन्छु। मेरो फर्स्ट ट्राई हुँदैन कि जे पनि खाली के हुन्छ।
ए मेरो प्रेसर प्लेटै थपिदिनु देयर यो पर्क चप फाल्नु पर्यो प्रेसर प्लेटमा प्रेसर प्लेटमा पर्क चप जा म पुगेँ माथि म के भन्दा थिएँ फर्स्ट ट्राई गरिदिन्छु हेर्नु अब फर्स्ट ट्राई अब म जान्छु इन 3 2 1 गएको म फर्स्ट यो इजिली गरिदिन्छु स्लाइम ब्लक प्लेयर्स भयो वाटर बकेट एमएलजी कति सजिलो थियो स्लाइम ब्लक मलाई एमएलजी जसले गर्न सक्दैन नि त्यसलाई म घरमा आएर बिर्छु आजको लागि यति नै यो भिडियो हेर्नुको लागि तपाईलाई धेरै धेरै थ्याङ्क यू अनि यो भिडियो तपाईलाई तपाईको फिडमा आएको थियो कि तपाईहरुको साथीहरुले पठाएको कमेन्ट गरिदिनु होला अनि आफ्नो साथीहरुलाई शेयर गरिदिनु होला एउटा कुरा भन्छु दुनियामा सब्स्क्राइब Emocional, uma não vou me contar, sou belo.